हामी कहाँ जाँदा बुढोहरू आज निकै दूरीको टाढा दूरीको यात्रामा जाँदैछौँ होइन भाइ। हामी जाँदैछौँ पोर्ट केलाङमा रहेको यो टापु चिना गाउँको इलाका भन्छ अरे। समुद्रमा जहाज चढ्ने रे, जेत्ती पनि रहेछ, जेत्ती जहाजलाई जेत्ती भन्छ। जेत्ती या त फेरि होइन, फेरि चढ्ने रे। के भन्यो केही बुझिँदैन। तर हामी चाहिँ यात्रामा छौँ। यात्रामा रे, यात्रामा। अब के यात्रा भइरहेछ। अब एकछिनपछि बोट यात्रा। गर्मी चाहिँ फेरि औडा गर्मी छ, गर्मी चाहिँ ह्याप गर्मी छ। अब के हुने थाहा छैन। एकछिनमा अब टिकट सिकट ट्याक्क लिएर हामी चढ्छौँ। गङ्गटो, ठुलो गङ्गटो, गङ्गटो अस्ति आएको थियो हामी। यहाँ टिकट पाएनौँ। यहाँबाट बोर्डिङ पास टिकट लिएर टट्ट वहाँबाट वहाँ जाने ढुङ्गाहरू, समुद्रहरू होइन, मजाको छ। हेरौँ पुलाउ केताङ पोर्ट केलाङ पुलाउ केताङ दामी छ। ल अब हामी एकैचोटि अब जहाज प्लेनमा चढ्छौँ, सरी ढुङ्गामा चढ्छौँ है। हरन बजाइरहेछ, हामी भरे उहाँ कुरिरहेछौँ। अघि नै बोलाइरहेको छु, तिमीहरू कहाँ छौ भन्छ बुढिया। यसमा पनि हुन त खुल्लै हुने रहेछ है। पुलाउ केताङ के छ हो पुलाउ केताङमा त्यस्तो यार खास। हामी टिकट लिएर जाँदैछ, टिकट लिएर। टपमा त मान्छे गइसकेछन् नि। माथि टपमा मजा जाम न, टपमा जाने मजा आउँछ टपमा। हामी चाहिँ टपमा हो। यिनीहरू सबलाई हटाउने अहिले यहाँबाट। टिकट हराउनु भएन। यो टपको जहाजको दामी हुन्छ, बस्न पाइँदैन। पुलाउ केताङको लागि नाइट बस्छु नि हो भाइहरू। के छ अजित ब्रो? ठिक छ हजुर। अब उता लान्छ के हो? ठिक। बाई पोर्ट केलाङ, सी यू नेक्स्ट टाइम। हामी चढेको त्यहाँबाट ब्याग लिएर त्यहाँ जाँदो रहेछ। कति ठुलो जहाज आइरहेछ ऊ त्यहाँबाट यार। पुलाउ केताङ हजुर। यता त हावा पनि आउँदो रहेछ नि। ठुलो बोर्डहरू छ। यो चाहिँ गाउँ हो फेरि। यो आइसक्यो हो, त्यही त होला नि अब। कति धेरै गङ्गटा रहेछ हो। पुलाउ केताङ झरियो, पुलाउ केताङ।
टिडा यहाँ भेट्यो पुलाव के ताम के ताम सिना बजार अर्को साइकल आयो साइड यहाँ त हिँडेको गर्छ नि अनि अब डुल्ने नै यही साइकलबाट रहेछ यहाँ उसले चाहिँ यस्तो मोबाइल लिएर भ्लग बनाउँला भनेको छु गर्नुहुन्छ खालि बजेट नपुग्नु तपाईँ म त त्यतिकै हावामा हिँडेको यसो एकपल्ट कहाँ बसेर खानु अनि के गर्नु विचार छ यत्रो मान्छेहरू के भन्दा खानु खानु你要这么多块呀？要8元。还有我们有这个。 खतरा रहेछ ऊ त्यहाँ के हो त्यो हाँ? यो फुल यो फुल भन्दा अझै राम्रो छ हाम्रो तिमिलो हाम्रो गाउँमा हुन्छ नि यो तिमिलो तिमिलो हो क्या ए त्यो तपाईँ यार पात हेर्नु तिमिलोको पात दाना यस्तो हुन्छ यही हो अलि अझ ठुलो हुन्छ हाम्रो त पुरै यो के हो त यो लौका हेर्नु लौका है के हो यो चाइनिज गाउँ भने यो चाइनिज गाउँ रे हो पोर्टकेलाङबाट डुङ्गा चढेको आधा घन्टामा यहाँ ल्यायो अनि डुङ्गाले ठुलो डुङ्गा हो त्यस पछाडि गाडी त अनि यत्रो यत्रो मान्छेहरू हिँडिरहेछ कहाँबाट चाहिँ हामी चल्ने हो हेर बरु माछाहरू के हुने यस्तो सोल्याक 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 हिँड्ने त्यहाँ ऊ त्यहाँ ऊ के हो यार मामबागा यो हिलोमा हिँडेर जाम गाडी साइकल आयो साइकल बाइकहरू यस्तो बाटोमा पनि बाइकहरू कुदाइ गर्दो रहेछ यो घन्टाको 15 रिङ्गेट रे चिना गाउँको चिना कल्चर हुनुपर्छ यो होइन चिना रेखा जाम त्यहाँ हेरौँ न के छ पुरै गाउँले जीवन हो यो त यहाँ वरपर जङ्गल बिचमा खोला माथि बस्दै चिना गाउँ भन्थ्यो के केटाहरूले यही हो गम्म पक्कम टिकट काटियो क्या टिकट發地基本海不運，咁話就係周羅金的話啲人，後媽真係條地，乜啲人？आज हामी कहाँ घुमेर आयो यार गर्मी मातन्थला अफ्रिकामा चिना गाउँ चिना गाउँ घुम्यो आज अब यहाँ खास केही रहेन त यही चाइनिजहरूको पुराना घरहरू यताउति त्यही रहेछ ल अब हामी रिटर्न हुन्छौँ होइन चढेको लास्ट अब हामी हिँड्ने हो विदाय गर्ने